हेलो गाइस वेलकम टु माई न्यू ब्लग। आज चाहिँ हाम्रो जङ्गलमा आएर हामी च्यालेन्ज गर्न लागिरहेको छौँ। हेर्नु है त कस्तो लाग्यो, राम्रो लागेमा लाइक सेयर सब्सक्राइब गर्नु होला है। ल 1 वर्षपछि भ्लग बनायो, थाहा छैन कस्तो गरेर भ्लग नै बनाउन बिर्सिसक्यो गाइस। ल हामी चाहिँ आज जङ्गलतिर घुम्न आएको है माघे सङ्क्रान्तिमा हैन त। के कस्तो लागिरहेछ सर? सबैलाई ह्यापी माघे सङ्क्रान्ति है। ल मम्मी चाहिँ यहाँ बसिरहेछ। अब हाम्रो चाहिँ यहाँ आगो फुक्नलाई यहाँ दाउरा रेडी गर्दैछौँ। यहाँ चाहिँ आगो फुकेर के बनाउने प्रतीक हाम्रो आगो बोकेर चिकन लेग पिस लगाइछ। चिकन लेग पिस बनाउने रे, माघे सङ्क्रान्ति बबाल मनाउने रे। ल आगो फुक्न सुरु गऱ्यो भने चाहिँ मम्मी ल धेरै पछि भ्लग बनायो गाइस, हेरिदिनु होला है। के अरे छ नि एक्जाम सुरु भयो, अब केही गर्न पाएन। एक्जाम सुरु भयो अनि पढाइले गर्दा पनि पाएन है। ला बाबा बिजी भयो है गाइस। ल अब चाहिँ हामीले आगो बाल्न लागि छु। ल ल मेरो बाबा यता, ल मम्मी यता, ल टक्क पारामा। अब यहाँ आगो बाल्छ बुटुङ टुङ 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 अनि टक्क बालेर आगो माघे सङ्क्रान्ति मनाइन्छ। अनि हामी चाहिँ च्यालेन्ज पनि खेल्छौँ है गाइस। ल हेर्दै गर्नु ल। म मम्मी बाबा सिजर पेपर खेल्ने। अनि त्यो तपाईँले थाहा नै होला नि भिडियोमा हेर्ने त्यो उस सिजर आगो मात्र नदेखाउँ न। गर्ने अनि त्यो मान्छे नि देखाउ न हामीले पनि। लु धुवा गाइस हेर्नु उता चाहिँ हामी चाहिँ बढी लागेको चाहिँ ल टक्क पारामा। के हो तोलो कहाँ छ त्यो? बाप चाहिँ मासु निकाल्दै हुनुहुन्छ। ए त्यही छ आगो यार टक्क बालेर ल अफ भयो त के भयो? नि हालेर यस्तो गर्छु ल म। नमस्कार त्यही त अलिकति तिम्रो हतार गरे नि त। फर्र बोले गाइस। धेरै हतार नगर्छ आमा मम्मी त खत्तम भयो नि। दाउरा त टन्नै रहेछ। ल गाइस अब मेरो चाहिँ मम्मी चाहिँ दाउरा खोज्न जानुहुन्छ है। ल ल ल गाइस टक्क यहाँ त फेरि यस्तो छ नि प्रतीक। गयो ल गाइस कु लड्यो ल प्रतीक हजुर यहाँ त फेरि बबाल छ नि। गाइस त्यहाँ आगो बाल्दैछ मम्मी त्यहाँ आफ्नै धुनमा, म चाहिँ आफ्नै धुनमा है। ल गाइस अब माथि चढ्नु पर्यो। ल ल ल बाबा ल ल ल ल टक्क पारामा त्यहाँ चाहिँ ल चिकन लेग पिस के हाल्छ? आज भर्खर खाँदैछु। अब थाहा छैन। च्यालेन्ज चाहिँ हामी गरिदिन्छौँ अब टक्क पारामा है। हामीले चाहिँ आगो फुक्यौँ। अब हेर्नु ल बाबाले चाहिँ खतरा पारामा मिक्स हो खतरा खतरा। मम्मी त्यहाँ हेर्नु हाई गरेछ। अब यहाँ चिकन लेग पिस खस्छ त्यो गर्ने हो। ल गाइस टक्क अब यहाँ भाँडो जङ्गलमा भाँडो पाउँदैन। यसैले काम चलाउनु पर्छ। आगो चाहिँ सोचे भन्दा डेन्जर भइदियो क्या छिट्टै। हामीले चाहिँ फर्स्ट टाइम बाल्यो है यसरी गाइस। फेरि हाम्रो विधान छ अब लोसार आउँदैछ, लोसारको दिन भ्लग बनाउनु पर्छ गाइस। हेर्नु है ल गाइस लोसारको दिन कस्तो खतरा भ्लग आउँछ है। हेर्नु ल गाइस लोसार चाहिँ 5 गते हो। र हेर्नु है गाइस खतरा हुन्छ। यहाँ बाबा मम्मी त दाउरा खोज्दैछ बिचरा। दाउरा खोज्दै हुनुहुन्छ बाबा यता। ल है गाइस ल अब बाबाले चाहिँ एल्युमिनियम फ्लोइमा हाल्यो। खै आउँदैन बोल्ने। ल हेर्नु डेन्जर आप्पो हेर। ल डेन्जर डेन्जर ठुल्ठुलो रहेछ यार। लेग पिस अब यो चाहिँ कसो? ओए चाहिँ खतरा विङ्स। हेर्नु ल गाइस उयो चाहिँ विङ्स हो है गाइस। एकछिन है त यहाँ भएको नै दलिदिन्छु म। यस्तै गाइस जङ्गलमा पाउँदैन। अब जङ्गल भने जस्तो हुन्छ तर यही मिठो हुन्छ फेरि खतरा हो। यो अहिले फेरि उस हुँदैछ यही खतरा हुन्छ क्या है त। यसो गर्ने नजिक नजिक यस्तो गर्ने यस्तो गर्ने यस्तो गर्ने हो यस्तो गर्ने हो यस्तो गर्ने हो। ल गाइस ल हान्नु भयो बाबाले। यस्तो गर्नुपर्छ एकैछिन पाक्छ। गाइस ल हेर्नु है मेरो हो अब चक्क पारामा है भाइ।
म यता गाइस मम्मी त्यहाँ हुनुहुन्छ बाबा त्यहाँ आगो बल्यो कि बलेन भनेर हेर्नुहुन्छ त्यो पनि चिया पकाउने पनि है गाइस भयो ल अब चाहिँ चिकन लेग पिस पाक्यो बबाल छ ल एक घन्टै भयो है बाबा मम्मीले निकाल्छ बाबा यता म फु गर फु गाइस ल हो हेर्नु ल गाइस हो ल हामी चाहिँ अब च्यालेन्ज गर्छौँ है गाइस हेर्दै गर्नु ल खतरा हुन्छ होइन च्यालेन्ज बिस्तारै गर्दै यसरी अब हामी के राख्छौँ भने ओ माय गॉड सुन्तला उ त्यहाँ हेर्नु ल छोरा हामी चाहिँ सुन्तला अनि पछि उयो चिकन लेग पिस अनि डिउ अनि पछि ओ छोरा हेर त्यो भुजाको डल्लो थाहा हुन्छ तपाईलाई यहाँ देखाउ यहाँ यो पाकिन्छ के पाक्यो ओ माय गॉड ओहो ल ल गाइजहरु यस्तो हेर्नु त खतरा छ गाइज मम्मी के छ ठीक छ ए दामी भएछ ल ल गाइज अब चाहिँ हामी के राख्छौँ भने तले अघि भन्न बिर्सेछ हामीले चिकन लेग पिस अनि डिउ अनि सुन्तला अनि अर्को चाहिँ मेन चिज भने उसमा माघे संक्रान्तिमा खाने भुजाको लड्डु ओ माय गॉड क्यातेक सज मम्म यो त बबाल होला गाइज लल गाइज हेर्नु हजुर त्यसको लागि यो जोडौँ यता हेर्नु ल गाइज सामान छ है खानाको लागि यो त तरुलहरू ल गाइज ल भुजाको लड्डु तिनवटा ल्याउनु न मम्मीले लो गाइज यहाँ डिउ पनि छ अब यहाँ डिउ राख्नु पर्यो डिउ पनि यहाँ राखौँ ल हो यहाँ कप यहाँ राखौँ मेन चिज हामी जाडोमा खाने सुन्तला हामी राख ल गाइज के छ पानी पनि राखौँ चिकन लेग पिस अब पानी पनि छ है यहाँ गाइज ओहो यो त छोरा चिकन लेग पिस गाइज हेर्दै खाम लाग्यो तल लाग्यो खाम अरे बाबा दादा रे दादा डेन्जर या ल खाँदैछु हेर्नु होला गाइज वा यो लास्ट पिस अब विङ्स आउँछ है गाइज ल विङ्स आयो ल विङ्स आयो यति हैन त खतरा ओ माय गॉड लो तपाईले खान मन लाग्यो मम्मीले हा रे हा उ त हेर ल यो थम्बनेल बनाउन ल दादा रे दादा ल ल हामी चाहिँ हैन माघे संक्रान्तिको बेला पारेर मौका पारेर हामी चाहिँ यो गुन्डुको चौरमा आएको छौँ चिकन लेग पिस हात यस्तो गर ल हात यस्तो गर न ल 1 2 3 गो तिमीले खान पायो तिमी खाऊ के खान तिमी यति पनि ल एक बाइट मात्रै हान्न पाउने ल एक बाइट मात्रै हो ल ल बिस्तारै ल राख्न पायो राख्न पायो ल यहाँ राख्न तिम्रो राख्नु पायो एक मुख मात्र ल हामीले सिधा गर हामीले खान्न ल सिधा 1 2 3 गो तिनै त निकल भयो 1 2 3 गो 1 2 3 गो भएन मैले चल्दै त 1 2 3 गो फेरि उसले खान लुचिरो ल बस ल 1 2 3 गो यसको ल 1 2 3 गो 1 2 3 गो 1 2 3 गो छोराको त्यही भन्छ सिधै भन्छ तल पनि गरेन माथि पनि गरेन के तिमीले 1 2 3 गो 1 2 3 गो ओ मैले खानु पाएँ मैले खानै पाएन के 1 2 3 गो ओ मम्मीले खानु पाए ल मामा खान ल एक मुख 1 2 3 गो राख्नेले पनि खान पायो 1 2 3 गो हो मम्मीले पाए ल मैले माथि हैन मैले नि तल तिमीले माथि अनि मम्मीको राखिरहेको नि त मम्मीले चलायो नि त गर्नु खानु खानु एक मुख सबसे धेरै मैले खाए हो ल 1 2 3 गो मैले त्यो खान्छु यस्तै न यहाँ छ बोह गिलासमा यहाँ गिलासमा खानुपर्छ हुँदैन गिलासमा ल त गाइजहरु यो चाहिँ हाम्रो एकछिनको लागि हो त इन्ट्रेस्टिङ यो मजा मात्रै हो अब हामी गेम चाहिँ खेल्दैनौँ अब खाने काम हुन्छ है त खाने सिधै सिधै खाने अब लगाइछ यति है गेम चाहिँ यो चाहिँ खानु ल मम्मी एउटा खानु मम्मी विङ्स खानु
म यो सानो खान्छु नि मिठो गाइस मिठो आप्पप्पप्प ल यस्तो खालको इन्जोय चाहिँ कसैले गर्दैन होला हामीले चाहिँ गरिरहेको छौँ है त गर्छौँ ल मम्मी नि केही बोल्नु पऱ्यो नि यो खानु न खानु मम्मी चाहिँ के बोल्दैन है छोरा ल गाइस चपटी खान्छु टक्क पार ल मम्मीले कस्तो लाग्यो भन् न ल रमाइलो लाग्यो खुसी भएछ र गाइस म चाहिँ राम्रो लाग्यो मलाई चाहिँ रमाइलो भयो लु यस्तो च्यालेन्ज चाहिँ मैले अस्ति दिदसँग गरेको थिएँ त्यो फेसबुकमा हेर्नु ल निमा मोक्तान सर्च गर्नु आउँछ यही खाउन नि आप्पप्प यो ठुलो रहेछ यो त मेरो मेरो खोइ यो राख्छु म अब ल कसले आमामा ल त गाइजहरू यो जङ्गलमा आएर अघि देख्नु भएको छ आगो बालेर होइन पेपर ल्याएर पेपरमा वाक गरेर यो बनाएको है यस्तो बवाल भयो कि ल के खाने सबै छ पिँडालु छ घरतरुल छ यहाँ इस्कुसको जरा छ होइन सुन्तला छ है यो फेरि हामीले नै घरमै बनाऊ होममेड हो है ल गाइस धेरै जस्तो मद्दत चाहिँ हाम्रो मम्मी र बाबाले गरे मैले चाहिँ के गरेन है गाइस म त फेरि आफ्नै दिनमा हो गाइस मम्मीले चाहिँ कस्तो लाग्यो ल मम्मी तपाईँले बनाएर कस्तो लाग्यो तपाईँलाई खान्छ ल भनिदिनु न टेस्टी टेस्टी आम्बो यो उङ्स कस्तो हुन्छ दादा रे दादा मासु खाऊँ अनि सुन्तला खाएन नि साथी अप्ठ्यारो भयो ल यो पनि खान पाएँ गातर सबसे धेरै मैले खाएँ है गाइस हेर्नु यसलाई धेरै जस्तो मैले खाएँ होला अब कति खाएको मात्रै देखायो भन्नु होला अब हामी चाहिँ भ्लग चाहिँ इन्डिङ गरौँ ल हुँदैन लगाइछ ल है त ल यस्तै भयो सङ्क्रान्ति तपाईँहरूको पनि सङ्क्रान्ति राम्रै भयो ल हामी त ल भन्नु के भन्ने ल गाइस राम्रो लागेमा लाइक सेयर सब्सक्राइब त्यो त हाम्रो गाइजहरूले गरिहाल्छ नि यहाँहरूको पनि दिन शुभ रहोस् ल गाइस गाइस सिधै 100K पुऱ्याइदिनु ल अब 100K हामी चाहिँ धेरै पछि भ्लगमा आएको अब छोरा पनि बिजी हुन्छ म पनि बिजी आफ्नो बिजीले गर्दाखेरि हामी चाहिँ आउन पाएनौँ सरी ल त्यसमा नरिसाउनु होला है गाइस ल थ्याङ्क यू सो मच है त हाम्रो भ्लग हेरिदिनु भयो थ्याङ्क यू सो मच है ल सकेसम्म हामी चाहिँ अब भ्लग ल्याउने कोसिस गर्दैछौँ होइन प्रतीक ल है त ल बाबाई ल बाबाई गरेर एउटा कुरो भन्नुपर्छ ल अब हाम्रो दिनदिनै भ्लग चाहिँ आउँदैन होला अब कहिले काहीँ चाहिँ शनिबार आउँछ होला गाइस हेर्नु होला ल गाइस बाई ल वान्स मोर बाई बाबाई ल